यो छ क्या यसमा सिंगल स्टेप र डबल स्टेप आउँछ है। सिंगल स्टेप चाहिँ अहिले छैन, त्यो जम्मा 850 950 850 कति पर्छ है। यो चाहिँ यस्तो मात्रै आउँछ सिंगल स्टेप है। यो चाहिँ डबल स्पिड बढाउन पाइयो कि यो थाहा छ, म युज गरेको थिएँ। हो, यसमा सिंगल स्टेप वाला आउँछ, त्यो चाहिँ छैन क्या अहिले। त्यो त अलिक सस्तो पर्छ। यसमा अरू पनि छैन यो लाउने? यहाँ छ नि सब भित्रवाला है। यो चार्जिङ कोड अलि राम्रो छ। टाइप सी त टाइप सी ठिकै छ। यही त अनि छैन त्यो अर्को कति एम्पियरसम्मको यो यसको चाहिँ होला नि, जुन पनि लाउँदा हुन्छ यसमा चार्ज गर्नु? जुनसुकै लाउनु युएसबी पोर्टमा तपाईँको चाहे जतिसुकै जति वाटको भए पनि मतलब हुनु युएसबी हुनु पर्यो, अरू मतलब छैन। 5 भोल्ट 1 एम्पियरको छ हैन, 5 भोल्ट 1 त्यहाँदेखि स्टार्ट हो कि तपाईँले 2 एम्पियर हाल्यो भने केही फरक परेन। ठिकै छ। यिनीहरूमा चाहिँ अटो कट सिस्टम हुन्छ, फुल भएपछि आफै यो हरियो बल्छ होइन। यो 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 चाहिँ यो यस्तो रातो नभइकन अब यो भएपछि फुल भयो चार्ज गर्दा होइन। फुल चार्ज हुन्छ भने यो हरियो भइहाल्छ। अनि सम्झिनु कि फुल भयो। यो छ क्या यसमा सिंगल स्टेप र डबल स्टेप आउँछ है। सिंगल स्टेप चाहिँ अहिले छैन, त्यो जम्मा 850 950 850 कति पर्छ है। यो चाहिँ यस्तो मात्रै आउँछ सिंगल स्टेप है। यो चाहिँ डबल स्पिड बढाउन पाइयो कि यो थाहा छ, म युज गरेको थिएँ। हो, यसमा सिंगल स्टेप वाला आउँछ, त्यो चाहिँ छैन क्या अहिले। त्यो त अलिक सस्तो पर्छ। यसमा अरू पनि छैन यो लाउने? यहाँ छ नि सब भित्रवाला है। यो चार्जिङ कोड अलि राम्रो छ। टाइप सी त टाइप सी ठिकै छ। यही त अनि छैन त्यो अर्को कति एम्पियरसम्मको यो यसको चाहिँ होला नि, जुन पनि लाउँदा हुन्छ यसमा चार्ज गर्नु? जुनसुकै लाउनु युएसबी पोर्टमा तपाईँको चाहे जतिसुकै जति वाटको भए पनि मतलब हुनु युएसबी हुनु पर्यो, अरू मतलब छैन। 5 भोल्ट 1 एम्पियरको छ हैन, 5 भोल्ट 1 त्यहाँदेखि स्टार्ट हो कि तपाईँले 2 एम्पियर हाल्यो भने केही फरक परेन। ठिकै छ। यिनीहरूमा चाहिँ अटो कट सिस्टम हुन्छ, फुल भएपछि आफै यो हरियो बल्छ होइन। यो 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 चाहिँ यो यस्तो रातो नभइकन अब यो भएपछि फुल भयो चार्ज गर्दा फुल चार्ज हुन्छ भने यो हरियो भइहाल्छ। अनि सम्झिनु कि फुल भयो।